बुढा ल अब म माइत जान्छु यत्रो मान तिजमा अब माइत नजाम भने नहुने बाउआमाले फोन गरेर बोलाएर कुरिरहनु भएको होला अब तपाईँलाई यहाँ घरमा खाना पकाएर दिने छोरी छँदैछ म 2-3 दिन त गएर आइहाल्छु है ल ल जान्छौ त हजुर पुरै दिन त पर्दैन नि पर्दैन होला गइहाल्छु नि म ल अब चिन्ता नगर यहाँको लागि हजुर म मिलाउँला छोरीले भात पकाइहाल्छु तिमी राम्रोसँग जाऊ 30 पछि चाहिँ म लिन आउनु नपरोस् फोन गर्नु नपरोस् सर्लक्क 30 सक्या भोलिपल्ट आऊ हुन्छ बुझ्यौ नि ल फर्क 30 पछि त लिन आउँदा नि केही हुँदैन हैन बुवा आमासँग नि भेट हुन्छ नि यहाँ सुन म किन आइरहनु यता नि काम हुन्छ तिमी 30 सकेपछि आफै आऊ न है हुन्छ हुन्छ अहिले जसरी खुसी भएर गइछौ त्यस्तै गरेर खुसी भएर आऊ ल हस् ल जाऊ ल छोरीले खाना पकाइदिइहाल्छ चिन्ता नमानी खाएर बस्नु है ल म गएँ अहिले के भयो मान चाड हरितालिका तिज नपठाउँ भने नहुने छोरी आमा 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 छोरी मन जाने तपाईँसँग मन मामा घर जाने कि तपाईँसँग छोरी बाबा घरमा एक्लै हुनुहुन्छ अनि चाडबाडको बेलामा म मामा घर गएर आइहाल्छु बाउ छोरी पकाओ खाओ बस न नै क्या आमा उहाँ मेरो आफ्नै बाबा पनि होइन आफ्नै जन्मदिन बाबा पनि होइन आमा मलाई उहाँसँग बस्नु डर लाग्छ क्या आमा म मामाहरू जान्छु तपाईँसँग यहाँ नबस्ने क्या छोरी अब म बिहा गरेर आइसकेपछि उसले पनि तिमीलाई छोरी नै मान्छु भनेर ल्याइसकेपछि अहिलेसम्म छोरी मानेर यत्रो ठुली बनाउनु भयो किन त्यसो भनेको तिमीले नै क्या आमा अब म पनि ठुली भइसकेँ म पनि बाबासँग बस्दिनँ हजुरसँगै जान्छु मामा घर किन त्यसो भनेको तैँले नबस्ने कि बाबासँग आमा तपाईँलाई थाहा होला नि कतिपय ठाउँमा कस्तो घटना घटिरह म त बाबासँग नबस्ने आमा के घटना घट्यो त्यस्तो आफ्नै दाजुभाइ आफ्नै बाबुआमाको त भरोसा हुँदैन बाउहरूको त भरोसा हुँदैन झन् त उहाँ त मेरो अर्को बाबा हो आमा म त नबस्ने उहाँसँग अर्को बाबा भए पनि त यति सानी थिइस् तँलाई हुर्काएर बढाएर यत्रो बनाउनु भयो तेरो लागि कति दुःख गरेर कमाएर ल्याएर मेरो छोरी भनेर खुवाएर ल्याएर यति राम्रा राम्रा कपडा किनेर छोरीले के लाउँछ के खान्छ भनेर यत्रो सङ्घर्ष गर्नुभयो अहिले तैँले त्यस्तो किन भनेको म नबस्ने क्या आमा मलाई तपाईँसँग लानु क्या कति ठाउँमा थाहा होला त आफ्नै बाउले आफ्नै छोरीलाई त्यस्तो बनाएर छाडिदिने यताउति लगेर बेचिदिने गर्छन् म त नबस्ने आमा उहाँ त मेरो आफ्नै बाबा पनि होइन नि त हजुर आएर पो म पनि बसेको हो त अब त म पनि ठुलो भइसकेँ उहाँसँग बेलुका केही घटना घट्यो भने कसले जिम्मेवारी लिन्छ अब त्यो पनि हो छोरी तैँले राम्रै कुरा भनेको भन्न त तर पनि तेरो बाबाको मनमा त्यस्तो छैन क्या अरूले गरे भन्दैमा तेरो बाबाले त्यस्तो गर्नुहुन्छ जस्तो लाग्छ तँलाई नै क्या आमा म नि तपाईँसँगै जाने नै क्या हुँदैन म यहाँ नबस्ने त बस्दै नबस्ने नबस्ने म यहाँ अनि बाबाको मनमा के होला यत्रो चाडको बेलामा बाउ छोरी बसौँला पकाउँला खाउँला भन्ने विचार थियो अनि त पनि म सँगसँगै हिँडेपछि बाबाको मनमा के बित्छ भन् त तँलाई नै छोरी मानेर यत्रो माया गरेर हुर्काएर बढाएर गर्दैपछि तैँले आफ्नो बाउ नमानिदिँदाखेरि उहाँको मनमा कस्तो हुन्छ भन् त तँलाई बाबाको विश्वास लाग्दैन लाग्छ नि आमा लागेर नि के गर्नु थाहा छैन तपाईँलाई बाबाले राति राति रक्सी पनि खानुहुन्छ जहिले पनि यत्रो सानो बोतलमा ल्याएर फ्यालेको मैले देखेको छु आमा बाबाले ल्याएर फ्यालेको साँच्चै हो र साँच्चै हो आमा खाएको तालमा के को विश्वास हुन्छ र मान्छेको म त नबस्ने आमा यहाँ म त यहाँबाट जाने तपाईँसँगै जाने बाबाले त खाइहाल्नुहुन्छ नि पकाएर मलाई बाबाको त विश्वास छ तर नि खाएको बेलामा कसले के गर्छ कसैको विश्वास हुँदैन नि आमा तँ पनि राम्रै भनिस् छोरी तैँले अब के गर्ने त जान्छस् त मामा घरै म त तपाईँसँगै जाने यहाँ त नबस्ने अनि बाबालाई भनेर आइस् त बाबालाई त केही नि भनेको थिइनँ तपाईँ निस्किनु बित्तिकै बाबा म निस्केको बाबाले त बोलाउँदै हुनुहुन्थ्यो ल अनि अब छोरी कहाँ गयो भनेर चिन्ता मान्नुहुन्छ होला म त तपाईँसँग जानु बरु गएर फोन गरिदिनु मसँग आयो भनेर म त नबस्ने घरमा मलाई बाबाको नजरदेखि नै डर लाग्छ म त नबस्ने अब तँलाई त्यस्तै लाग्छ भने त ठुली भइस् जान्ने बुझ्ने भइस् यो कुरा बुझेको पनि राम्रै हो मैले अब बाउ छोरी पकाएर खान्छन् भनेर जाउँ भनिनँ अब त ठुली भइसकेपछि सबै कुरा बुझ्ने भइसकेपछि यो पनि राम्रै हो छोरी ल हिँड त्यसो भए जाउँ मामा घरै सँगै जाउँ ल हिँड